शुभ बिहानी मित्र हो। सबै मित्रहरूको दिन आज सुखमय सफलमय बन्न सकोस्। यदि तपाईँ स्वस्थकर बन्न चाहनुहुन्छ भने आफ्नो जीवनलाई स्वस्थकर बनाएर अगाडि बढाउन चाहनुहुन्छ भने हाम्रै नेपालमा पाइने जडीबुटी अमूल्य हाम्रो स्वास्थ्यको लागि छन् र तिनीहरूलाई प्रयोग गरौँ। मेरो दैनिक रुटिन अनुसार मैले सेवन गर्दै आइरहेको जडीबुटीहरू अनुसार आज पनि म यो बिहानी सर्वप्रथम मैले के जडीबुटी युज गर्छु तपाईहरुलाई बताउँछु। यो अमूल्य जडीबुटी यार्सा हाम्रो नेपालको हिमाली क्षेत्रमा पाइन्छ। यो विदेशको हिसाबले हेर्ने हो भने नेपालमा धेरै सस्तोमा हामीले खरिद गर्न सक्छौं र प्रयोग गर्न सक्छौं। यो मैले हिजो बेलुका पानीमा भिजाएर आज बिहान यसरी खाने गर्दछु। यसको पानी चाहिँ यहाँ छ। त्यसपछि यो हो अर्को एकदमै राम्रो जडीबुटी हाम्रो स्वास्थ्यको लागि धेरै राम्रो बनाउने र हाम्रो त्यो हिमाली क्षेत्रमा हामीले यसलाई पनि पाउन सक्दछौं। यो अश्वगन्धा हो। यो अश्वगन्धा हाम्रो पेटको लागि मात्र नभएर सुगर प्रेसर हरेक रोगको लागि यसले राम्रो भूमिका खेल्दछ। यो पनि मैले हिजो बेलुका पानीमा भिजाए र आज बिहान म सेवन गर्न गइरहेको छु। त्यस्तै अर्को छ यो कामराजा। यो कामराजा पनि स्वास्थ्यको लागि अति नै राम्रो जडीबुटी हो। यो पनि मैले हिजो बेलुका पानीमा भिजाए र यसलाई एउटा सानो टुक्रा बनाएर आज बिहान म सेवन गर्दैछु। त्यस्तै अर्को छ एकदमै राम्रो हाम्रो स्वास्थ्यको लागि नभई नहुने अति फाइदाकारक हामीलाई फाइदा दिने औषधि यो हो तपाईको शिलाजित। यो शिलाजित तातो पानीमा हामीले अलिकति चम्चामा राखेर यसरी घोलेर हरेक दिन बिहान अथवा बेलुका हामीले सेवन गर्यौं भने हामी धेरै स्वस्थ बन्न सक्छौं। त्यस्तै हाम्रो नेपालमा पाइने यो लसुन, हाम्रो लोकल लसुन, यो लोकल लसुनलाई अघिल्लो दिन हामीले चिसो पानीमा भिजाएर बिहान खाली पेटमा हामीले यसलाई दैनिक सेवन गर्यौं भने हामीलाई यसले धेरै फाइदा दिन्छ। हाम्रो ग्यास्ट्रिक लगायत अन्य कब्जियत हरेक कुरालाई यसले चाहिँ हाम्रो शरीरबाट निकाल्छ। यो पनि हाम्रो लागि अति नै अथवा हाम्रो स्वास्थ्यको लागि अति नै राम्रो जडीबुटी हो। यो यत्र तत्र सबैतिर पाइन्छ। त्यस्तै अर्को यो हो मोरिंगा। मोरिंगा हरेक बिहान तातो पानीमा हामीले अलिकति मानौं घोलेर खायौं भने यसले पनि हामीलाई धेरै स्वास्थ्यमा यसले चाहिँ हामीलाई चाहिँ सहयोग गर्दछ। यो पनि म हरेक दिन बिहान प्रयोग गर्ने गर्दछु। त्यस्तै यो हो जंगली मह प्लस यसमा अर्को मैले मिसाएको हुन्छु तपाईको चाहिँ एउटा सिंगो लोकल कागतीको रस र बिरेनु। यो तातो पानीमा हामीले यी तीन थरी मिसाएर बिहान हामीले हरेक दिन सेवन गर्यौं भने यसले हाम्रो स्वास्थ्यमा हामीले सोचेको भन्दा पनि राम्रो यसले चाहिँ हाम्रो स्वास्थ्यलाई चाहिँ राम्रो बनाउँछ, फाइदा दिलाउँदछ। अर्को छ मैले सधैँ प्रयोग गर्ने यो केशर। केशर जुनसुकै पसलमा प्राय पाइन्छ र यसलाई हामीले दैनिक दूध अथवा तातो पानीमा थोरै राखेर यसरी घोलेर हामीले सेवन गर्यौं भने यसले पनि हामीलाई स्वास्थ्यमा धेरै राम्रो सहयोग गर्दछ। यसरी मैले यो हरेक दिन 8-9 तरिकाका हाम्रै नेपालका विभिन्न ठाउँमा विशेषतः तराई यी कतिपय औषधिहरू तराईका ठाउँहरूमा पाइन्छ भने कतिपय औषधिहरू मानौ कि हाम्रो लेक पहाडी क्षेत्रमा र हिमाली क्षेत्रमा पाइन्छ। ती पाइने औषधिहरूलाई चाहिँ मैले दैनिक प्रयोग गर्दछु। म सबै नेपाली दाजुभाइ तथा मित्रहरूलाई सजग गराउँदछु कि हामीलाई कुनै रोग लाग्यो भने हामीले हस्पिटल धाउनु पर्यो भने सानो रोगलाई पनि हामीले धेरै खर्चिनु पर्छ र हामीले त्यो रोगबाट धेरै पीडाहरू भोग्नु पर्दछ।
त्यो हुनाले हतपति हाम्रो शरीरलाई रोगले आक्रमण गर्न नदिन हाम्रो नेपालमै पाइने हामीले सस्तोमा खरिद गर्न सक्छौँ, किन्न सक्छौँ। त्यही औषधि विदेशमा गयो भने धेरै मूल्य पर्दछ। मैले अहिले यहाँहरूलाई देखाएका हेर्सा गुम्मा लगायत यी औषधिहरू हामीले विदेशमा गएर किन्न पर्यो भने धेरै मूल्य हामीले तिर्नु पर्दछ। तर त्यसको तुलनामा नेपालमा यो धेरै सस्तोमा चाहिँ हामीले चाहिँ किन्न सक्छौँ। किनेर हामीले दैनिक हाम्रो जीवनमा उपभोग प्रयोग गर्न सक्दछौँ। त्यो हुनाले तपाईँ यदि स्वस्थ आफ्नो जीवनलाई बनाउन चाहनुहुन्छ, रोगबाट टाढा आफ्नो जीवनलाई राख्न चाहनुहुन्छ भने मेरो सुझाव छ, यति मात्रै नभएर अन्य विभिन्न किसिमका जडीबुटी औषधिहरू धेरै नेपालमा पाइन्छ, जुन हाम्रो स्वास्थ्यलाई ती औषधिहरूले ठुलो राम्रो भूमिका खेलेका हुन्छन्। ती औषधिहरू आफ्नोलाई प्रयोग गरी स्वस्थ जीवन बनाऊ, हरेक नेपालीहरू स्वस्थ बनाऊ। हरेक नेपालीहरू स्वस्थ बन्यो भने मात्र देश स्वस्थ बन्दछ। धन्यवाद।